भाइ गाइस उहाँको हस्बेन्ड है गाइस everyone, welcome back to our after long time पछि हैन उहाँ हुनुहुन्छ हाम्रो को तपाई भन्नु त म चाहिँ उहाँको हुन नसकेको पोइ हो कि हुन नसकेको सासूको जोइ हो भन्नु त खै के हो भन्नु छिटो म चाहिँ उहाँको हस्बेन्ड है गाइस अब हुनेवाला बेचे भाइ नै हावा गफन हान्नै तपाईँ हुनेवाला है गाइसहरु कानुन लाग्ला बे यत्रो सानो बिहे गरेर मलाई लाग्छ त्यो भएर अहिले बिहेलाई एकदम टाढा राख्नु हामी जो कानेको गाली आउनु हो तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला हामी पनि एकदम सन्चै छौँ लु भन न काले के भन्नु केही बोल्नै आउँदैन बोल्न सिकाइदेऊ न मलाई नै आएको अरू बेला त भ्यातर बोल्नुहुन्छ त अहिले चाहिँ किन नबोल्नु भएको क्यामेरा अगाडि चाहिँ जनता जहान हेलो नमस्ते एभ्रीवन आई एम सञ्जय पानीको पर्यो त उहाँको अब हुनेवाला हस्बेन्ड पानी पर्यो के कहिले जाने हो के मेरो घरमा माग्नलाई भन त काले बिस्तारै जान्छु कहिले मलाई अहिलेसम्म साथ सपोर्ट दिनु भएकोमा धेरै धेरै थ्याङ्क यू है हजुरहरूलाई धेरै मलाई भन न हजुरलाई हो उहाँलाई पनि धेरै धेरै धन्यवाद तपाईँहरू धेरै धेरै धन्यवाद अझै पनि अगाडि सपोर्ट गरिराख्नु होला अब हाम्रो डेली भ्लग आउने छ गाइसहरू होइन सब्सक्राइब लाइक कमेन्ट सेयर गरिदिइराख्नु होला ल भन छिटो हामीलाई के अरे मलाई कहिले माग्न जाने घरमा छिटो भन हजुरलाई अब 1 इयर्स पछि यप हो पक्का हो नि ओ पक्का हो पक्का हाने छैन है मैले छोएको मात्र उकाले हामी कहाँ आइपुग्यो है भन न अलिक राम्रोसँग खुलाएर भन अरू कुरा हजुरलाई जे गर्नु मन छ त्यही त भन भन्नु मन छ पक्का उयो हात दुखाए काले समय देऊ न प्लिज एकचोटि सो गाइस हामी चाहिँ टिकटक बनाउन आएको डेस्टिनेसनमा आइसक्यौँ हो कि नै काले काले तपाईँको त्यो अग्लो हो कि कहाँ टेकेको हो कि के हो सो देख्न सक्नुहुन्छ वा हेर त काले ल कुन गीतमा डान्स गर्ने रे हेलो पम्पकिन तपाईँ यस्तो फन्ने थियो मलाई थाहा थिएन उयो आऊ त्यहाँ तल जाउँ लड्यो भने काले तपाईँले मलाई कसरी भगाएको रे यस्तो भाइ गाइसहरु यस्तो कस्तो यता तल पो भाग्दियो त माथि भाग्ने त तर भाइ लड्यो के थोत्यो होला यो दाँत ठ्याक्क झरेको त अगाडि नि दुईजना थोत्यो हुन्थ्यो सपोर्ट गरिराख्नु होला गाइजहरु यस्तै गरेर अब डेली न्यू भ्लग आउने छ डेली न्यू भ्लग यस तपाईले एडिट गरेर पोस्ट गर्दै हाल्नुहुन्छ म ड्याङ्का बनाइदिइहाल्छु हैन काले आउनु यहीँ बनाऊ सो गाइज हामी अब टिकटक भिडियो बनाउँदैछौँ वाउ यहाँको भ्यू हेर न ओ माई गॉड के हो क्या त्यो नहेर है त्यो यस्तो नाटक गरेको क्या मैले आमा यहाँबाट खस्यो भने के हुन्छ एउटा खस्यो भने के हुन्छ गाइज मर्छ नि भाइ एउटा दिमागको हड्डी निस्किन्छ त्यति हो मर्छ नि भाइ एउटा दिमागको हड्डी निस्किन्छ त्यति हो दिमागमा हड्डी भएको त हड्डी निस्किन्छ आमा के हो के सो गाइज आजको लागि यति भ्लग सो बाई बाई नेक्स्ट भ्लगमा भेटौँला कस्तो आमा के घाम पर्यो क्या सब्सक्राइब लाइक फलो बटन चाहिँ
फुल्न नबिर्सिनु लाइक गाइजहरू बाई बाई सरी